वेलकम ब्याक टु आवर च्यानल अनि ह्याप्पी न्यू इयर सबैजनालाई। हामी चाहिँ न्यू इयर मनाउनुको लागि सबै फ्यामिलीसँग यहाँ आइरहेछौँ पटनालीमा। कस्तो राम्रो यो रिबनहरु। नयाँ वर्ष 2082 ले सम्पूर्ण किर्मुल परिवारमा सुस्वास्थ्य, दीर्घायु, शान्ति र समृद्धिको कामना गरोस्, यही कामना गर्दछु है। ल ह्यापी नयाँ वर्षको शुभकामना सबैलाई। शुभकामना। अब यो के गर्नु मैले? फुपूलाई खुवाइदिनु नि। मलाई छ्या हिलो बनाइदिनु। त्यस्तै त हो त नि, हिलो ठाउँमा आइएको छ नि। नमस्ते। ल दाजुलाई खुवाइदिनु। ह्यापी न्यू इयर दाजु। अब त्यही लाइदिनु नि धन्यवाद। यता चाहिँ हाम्रो भाले आज पकाउने भाले नै भागेर यता जङ्गल पसेर यता खेदाइ ल्याउनु भएर यहाँ पक्रिनु हुँदैछ। ला करायो है, पक्रिनु भएछ ऊ आजको भाले। एकदम खेता गरेर बल्ल बल्ल। ल यहाँ आलु पाकेर साखाम र दुईजनाले के सुदर्शनले यो माथिल्लोपट्टि उयोहरू छ नि, यहाँनिर हाम्रो स्पेसल यतापट्टि खेल्देऊ यो यस्तो सबै यता। अब घाम निस्केपछि यता ए तल खुकुरी छ। यहाँ चाहिँ चटपटे पनि बनाउनु त मास्टर हटाऊ है त सबै मास्टर। त्यहाँबाट त्रिपल ओछाउनु पर्छ। म त्रिपल लिएर अनि यसलाई अलि यसो गरौँ भनेको। त्यो काट्ने नै हो तल। छुरी त एउटा सानो पुरै भ्यू हेर्नुहोस् है यहाँ वरिपरि। ल यतापट्टि आगो फुक्नु हुँदैछ फेरि अर्कोमा। यतापट्टि फुपू बोजू सबैजना काम गर्नु हुँदैछ। अब म नि गएँ त्यहाँ सघाउनु। आलुदम रेडी भयो। 2082 मा सुरुमा आलुबाट सुरु गरिए। रोस उता हुनुहुन्छ, उहाँ लोकल हुनुहुन्छ सुक। यहाँ पकाउने भाडा हुनुहुन्छ, उता नन्द बहिनी हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो सरुवा आयो। लु भाइ पनि लियो एउटा आज। लु खाइम सरुवा। स्वागत गर्दैछौँ हामी चाहिँ नयाँ वर्षलाई उमङ्गको साथ सरुवा खाँदै मेरो छोराले खा। पुलियो भन्दा चिनी पो खाने, चिया पो खाने। चियर्स। यो ठिक छ एकदमै। चियर्स दाजु। ल सरुवा खाइयो है। यो नयाँ वर्षमा उद्घाटन गरी अब यो वर्षैभरि खानु पाइयोस्। सरुवाले डरुवा लाउने हो। चटपटे चाहिँ न्यु इयर होस् जे होस् म्यान्डेटरी नै हुन्छ है हाम्रो। यहाँ बनाउनु हुँदैछ दिदी फुपू। यता हाम्रो सुप स्पेसल सुप बन्दैछ। मनको लोकल कुखुराको नि फेरि यो चाहिँ घरे चोखे लाग्छ। सुपको लागि पानी यहाँ रोस्ट रेडी भइसकेको छ हाम्रो। अनि यता त यता चाहिँ यस्तो घाममा बनाउनु हुँदैछ बाबा र बाजेले। हुँदैछ कान्जी ब्रो। कस्तो मजाले बजेको खाम गरी तरिकाले। मुल घरे मालाको छोरा लडिरहेछ है सरुवा खाएर। 2 गिलास सरुवा। 2 गिलास खायो। यहाँ चाहिँ खानु नि हाम्रो रोस्ट र आलु अरू सबै खाइसक्यौँ फेरि थपेको है। यता बाजे पनि
बाजे चाहिँ घाममा धेर काम गर्नु भएर होला हौ अनि यत्रो घाममा लडिरहनु भएको छ सबैजना नयाँ वर्षमा यो पछि एक प्रकारको रमाइलो हो नि यो चाहिँ यो सालको के अरे नयाँ साल मनाउन आइपुगे यहाँ दिदी पनि त कति सालमा भेट भयौँ खुसी लाग्यो हामी त यो चाहिँ कस्तो खाले हाम्रो नयाँ वर्षको फुपू भनिदिनु थाहा छ नयाँ वर्ष त अब के अरे मिठो खानेकुरा यो अर्कै स्टाइलको हाम्रो है पहिलाको स्टाइलको हामी यसरी नै हामी बारीको भित्तामा खान्थ्यौँ केटाकेटीमा कति मिठो हुन्छ अनि बारीमा खाएको होइन त्यही त हामी चाहिँ ल यिनी हामी अब ऊपर डाँडा काँडा बानाना फल्दैछ दुई घडी खोलामा पानी त छैन होला ल सुरु भयो हाम्रो जङ्गल ऊपर साथीहरू छोडेर गइसक्यो भाइलाई पर्खेको त कहाँ गयो आउँदैछ है कुद्दै ओइ बिस्तारै गर हे पर्खे अनि छोडेर गएको क्या अहिले मलाई हेर द अड्यासिटी यसको हामी चाहिँ माथि जङ्गल हेर्न आएको गाइस केही छैन पत्ता र रुख बाहेक अब फर्किने कुरा हुँदैछ यहाँ फाइनली हामी माथि जङ्गल पुगेर आइसक्यौँ यता बाबाहरूको छुट्टै ग्रुप उहाँहरूको आफ्नै छ त्यहाँ एक ग्रुप यतापट्टि मम्मीहरूको अन्दाक्षरी अरे बेफिकर मान्छौ हे पैसा छ बेगमा पैसा छ बेगमा मान्छौ है पैसा छ बेगमा जोस जागर भनेको लक्ष्मीमै छ गाई छरा नैमा सुन्तला बेची है जाऊ धरा नैमा सुन्तला बेची है जाऊ धरा नैमा घामै घमाइलो बयासी साल साह्रै रमाइलो साह्रै रमाइलो बयासी साल साह्रै रमाइलो केटाकेटी भर्सेस मम्मी एउटा केटाकेटीको गीत छ नि
रेशम पिरी उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम एकनाले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम पिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम पिरी रबाट रमाइलो घमाइलो कोसी किनारमा रमाइलो घमाइलो कोसी किनारमा के पो अनि के पो छ ला हामी हार्छौँ मलाई हैन त लु लु अर्कै काम अर्कै हिन्दी भाइ कुन गीत भन्न सौरभ मैले भनेको रमाइलो घमाइलो कोसी तिरेमा रातो रातो मेरी माया फुला जस्ती पुरिरहनी मेरी माया चम्किला ताराहरूमा चम्किने जुन मेरी माया आकाशमाथि मेरी माया धरतीमा नि मेरी माया राखिलै संसारमा राखिलै सोचिराख्छिन् नदेखियो राखिलै सोच राख्छिन् नरिसाउ भइदेनी देऊ नरिसाउ माता जिउ जिउ मदनी माग्यौ बटुकीमा दही हजुर गुट्टी गुट्टी पिउनु यता हेरेर टाँसिएछ आउँदैन आउँदै जाँदै रबाटै भयो पाउँदैन त्यस्तो अन्त
रेड बटनमा त खतरा मिल्यो दिदीहरुमा पनि गाई तिम्रै लागि हो भने देउला तिम्रै लागि हो भने दिउला लदेखि भाडा धुनेहरु पनि हरायो उदेखि दिन्छु के भन्छ के पो बाटो शब्द बाहिर दिनुपर्छ नि एउटा अन्तर्श्रीमा ल खदेखि खबार छ त गीत कति पुरी कुटुम्बा कुटु सुपारी दारा कुटुम्बा कुटु सुपारी दारा खैनी चुरोट खान्छौ कि दाते कालो छ खैनी चुरोट खान्छौ कि दाते कालो छ दाते कालो छ हजुर ओठे कालो छ दिदीको बगरी भइसक्यो मेरो कालो छ छदेखि मायाको धुइरोले जालैमा बसेर नौ महिना कोखमा राखी तिमीले हुर्कायो मलाई यो संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमीले दिएनौ आमा केही पनि तिमीले माया र ममता क्षमा पाउमा यति मबाट गल्ती भए तिमीले माया र ममता उपहार कता हिँडेको केलाई चाहियो नाम ठुलो हुँदो रहेछ काम बजार हिँडेको बिजुली बालेर हट भएर पट भएर बिटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे नाचेको नाचे भैरे नाचेको बिर्सेकै उले मात्र जितेकै हामी हारे आजकल यो दुर्गी हाम्रो उहाँ के पो नाति ए भतिजो त काकी देवी काकीको हातबाट उहाँलाई हस्तान्तरण गर्नु हुने के बजिसकेको बज्यो त नि अनि आज भात सौरभ राईलाई भन्नु नि सौरभ राईलाई चाहिँ भात दिदैन अलि सौरभ ए थ्यांक यू यो चाहिँ डल्लो के पो लिम्बू भाषामा काकी के भन्दो रहेछ यस्तो उलाई सिगोले 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 मैले उमा हेरेको टिकटकमा सिको गोले चाहिँ हैन अब यो पेना गोले यो चाहिँ पेना गोले ओके अनि यहाँ छाता ओडेर हैन छाता ओडेर के पो भन्छ यसलाई रे काकी पेम्पाक पेम्पाक हाम्रो चाहिँ अर्ग्यानिक पेम्पाक कोदोको यस्तोहरू खानुपर्छ के एसीमा बसेर कस्तो छ हेर्नुहोस् है साथीहरू कमेन्ट गर्नु होला तपाईहरुले खानु भएको छ कि छैन हामी चाहिँ यहाँ खाना खानु बसेको अब किम्बुले राखेको भन्नु खै किम्बु देखाइदेऊ त यहाँ मेरो यति आमामा कति धेरै रहेछ ल मलाई रिकर नै आएन र मैले नटिपेको थिएँ अरे बाजे कस्तो लाग्यो माम माम एकदम राम्रो छ मिठो भयो कस्तो भएछ बाबा माम दामी अन्त देमाहरू
कस्तो भएछ माम स्वाद टेस्टी टेस्टी बाजे कस्तो भएछ माम एकदम गुड यो त पहाडै हजुर अर्ग्यानिक खुवाई यो साह्रै राम्रो छ है नातिनी पहाडको जस्तो आजको कार्यक्रम चाहिँ अब लगभग सकिसक्यो खाना पनि खायौँ हामीले जुठो भाँडा पनि गऱ्यौँ है फुपू अनि अब फर्किने हामी रात पनि कति बजिसक्यो रात पनि परिसक्यो र आजको भ्लग पनि यतिमै एन्ड हुनेछ लाइक सेयर र सब्सक्राइब गरिदिनु होला धन्यवाद आजको भिडियो मैले एन्ड गर्न चाहे बाई बाई गाइज